नमस्कार साथीहरू, स्वागत छ हाम्रो च्यानलमा। भर्खरै सी सप्लिमेन्ट्री रिजल्ट 2083 प्रकाशित भएको छ। आजको भिडियोमा हामी सी सप्लिमेन्ट्री रिजल्ट 2083 कसरी हेर्ने सिकाउने छु। यसको लागि हजुरहरूले गुगल या क्रोम ब्राउजर ओपन गर्नुहोला। जस्तै म क्रोम ब्राउजर ओपन गरे, त्यसपछि यस्तो इन्टरफेस खुल्छ। अब यो सर्च बक्समा टाइप गर्नुहोला SEE.ntc.net.np। अब यहाँ लेखेको छ तल नेपाल टेलिकम, यसमा हजुरहरूले क्लिक गर्नुहोला। अब यस्तो इन्टरफेस खुल्छ। अब यसमा हजुरहरूले आफ्नो स्याम्पल नम्बर, डेट अफ बर्थ अनि इन्टर क्याप्चा कोड लेख्नुहोला। यो इन्टर क्याप्चा कोड यो छेउमाको अक्षरहरूलाई हेरेर लेख्नुपर्ने हो। यो छेउमाको अक्षरहरू राम्रोसँग हेरेर यो इन्टर क्याप्चा कोडमा लेख्नुपर्ने हो। जस्तै ABCD क्यापिटल अक्षरमा दिएछ भने क्यापिटल अक्षरमा लेख्नुहोला क्याप्चा कोड। त्यसपछि स्मल अक्षरमा दिएछ भने स्मल अक्षरमा यो क्याप्चा कोडमा लेख्नुहोला। जस्तै म बताइरहेछु छु। जस्तै म यहाँ म स्याम्पल नम्बर लेख्छु पहिला। हजुरहरूले स्याम्पल नम्बर लेख्दाखेरि पुरै लेख्नुहोला। पछाडिको ABCD दिएको हुन्छ त्यो सबै लेख्नुहोला। क्यापिटल अक्षरमा दिएछ भने ABCD क्यापिटल अक्षरमा लेख्नुहोला। त्यसपछि डेट अफ बर्थ लेख्नुहोला। डेट अफ बर्थ लेख्दाखेरि माइनसको चिन्ह दिएर डेट अफ बर्थ लेख्नुहोला। जस्तै म लेखिरहेछु। जस्तै 2064 माइनस 06 अनि माइनस फेरि लेख्नुहोला। त्यसपछि अब इन्टर क्याप्चा कोड। इन्टर क्याप्चा कोडमा के दिएछ? क्यापिटल अक्षरमा R दिएछ अनि क्यापिटलमा T छ, त्यसपछि Q छ, त्यसपछि N छ। अब यसरी अब यो स्याम्पल नम्बर, डेट अफ बर्थ र क्याप्चा कोड फिलअप गरिसकेपछि सर्च रिजल्टमा क्लिक गर्नुहोला। हेर्नु, यसरी हजुरहरूको रिजल्ट हेराइदिनुहुन्छ। यसरी नै हजुरहरूले सी सप्लिमेन्ट्री रिजल्ट हेर्न सक्नुहुनेछ। अनि मेरो भिडियो उपयोगी लाग्छ भने लाइक, सब्सक्राइब, कमेन्ट एन्ड सेयर गरिदिनुहोला। धन्यवाद।